तपाईहरूलाई फेरि स्वागत छ मेरो अर्को नयाँ ब्लगमा। आज चाहिँ म बाइकको ट्रायल कसरी दिन सिकाउने गइरहेको छु तपाईँहरूलाई। यहाँ चाहिँ 8 सुरु हुन्छ। 8मा चाहिँ नआत्तिकिन बिस्तारै 2 गियरमा हाफ क्लचले घुमाउँदै 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 जाँदाखेरि मजाले घुमिन्छ। मेन भनेको त्यो आफूले जुन सोचेको हुन्छ नि मनमा डर, त्यो चाहिँ नआत्तिकिन गर्नुपर्छ। किनभने केही छैन क्या घुमाउँदाखेरि 8 सजिलो छ। 8 सकेपछि यहाँदेखि सिधै निस्किनुपर्छ। त्यो जुन लाइन जस्तो छ नि यहाँदेखि बाहिर चाहिँ भएन जानु। अनि युटर्नमा लाइट बालिहाल्नुपर्छ। अब युटर्न घुमिसक्दाखेरि ठ्याक्कै लाइट निभाइहाल्नुपर्छ। त यहाँ चाहिँ ट्राफिक लाइट हेर्नुपर्छ। रातो छ भने रुक्नुपर्छ, अनि ग्रिन छ भने जानुपर्छ। येल्लो छ भने नरोक्दा पनि हुन्छ, जाँदा पनि हुन्छ, रोक्दा पनि हुन्छ। भने यहाँ चाहिँ आएर ठ्याक्कै रोक्नुपर्छ। यहाँ चाहिँ गाडी चाहिँ 1 गियरमा हुनुपर्छ नि, फेरि 1 गियर चाहिँ घटाइसकेको हुनुपर्छ। त्यसपछि फेरि अगाडि जानुपर्छ। ट्राफिकले सिग्नल दिएपछि फेरि अलिक अगाडि ठाउँमा स्टप भन्ने ठाउँ छ, यहाँ रोकिनुपर्छ। यहाँ पछि सक्यो। त्यसपछि अब कम्प्लिट लाइसेन्स पास। भिडियो मन पऱ्यो भने एक लाइक गरेर कमेन्ट गरिदिनु होला। र मैले चाहिँ लाइसेन्स निकालिसकेँ। अब लाइसेन्स निकाल्ने पालो हजुरहरूको।